What's up guys? आज चाहिँ यसो एउटा सानो भिडियो बनाउन खोजिरहेको छु हैन। धेरै भयो क्या भिडियो नबनाएको हैन। सो हामी चाहिँ यसो आज चाहिँ हाइकिङ आएको। त्यही सिलसिलामा चाहिँ यसो भिडियो पनि बनाइदिउँ भनेर। कस्तो दामी आइरहेछ बुबु। पछाडि घाम हैन। जम बाटो जाउँ। के भयो? कसम? यस्तो टक्क मजाको होइन। दुईटा बोकेको छु। सायद यतिले पुग्छ भन्ने लागिरहेछ हामीलाई। कति पछि यसो आफ्नो एउटा भिडियो बनाइदिउँ भनेर आज चाहिँ बिस्तारै मलाई पर्ख न। सुनाउ न अनि के छ? मेरो आज यसो भिडियो बनाइरहेको क्या मेरो। के छ भन न अरू? कमिला छिरे रे? आवाज सुन्नु न यस्तो फ्रेस छ है। Oh shit. याद गरेँ। यहाँ माछा रहेछ नि त भयो। बल्ल उफ्रेको देखिरहे। अस्ति चाहिँ मृग देखेको थिएँ होइन। आज पनि देख्छ कि भन्ने लागिरहेछ। यस्तो मजाले त्यो रुखको पातहरू खाएर रहेछ कि अस्ति। अब हल्का 10-15 मिनट हाइक अनि त्यसपछि यसो रन हानिदिनु पर्ला होइन। आज शान्त रहेछ है आज। लाइक मान्छेहरू सबै काम गरेर होला क्या। विकडेज भएर पनि होला। दामी पेन्ट गरेछ नि। तो बाबा हावा लागिरहेछ क्या है। लास्ट नै बाबा यो ट्रेल चाहिँ लास्टै मन पर्छ मलाई होइन। हामी बस्ने नजिकै छ यो चाहिँ। त्यही भएर पनि मोस्टली हामी यहीँ आउँछौँ। कपाल पनि आज यो पातलो ज्याकेट छ तर तै पनि यस्तो गर्मी भइरहेछ क्या आज। खोलेर चाहिँ दौडिनु पर्ला हल्का। यस्तो बवाला डे देखेँ बाहिर हेर्नु अगाडि हेर्नु। क्यामेरा बिनै गएको पनि राम्रो हुन्छ है। यस्तो न्युयोर्कतिर चाहिँ यस्तो हिउँ परिरहेको होला है। हाम्रोमा चाहिँ टेक्ससमा चाहिँ यस्तो छ है गाइस। टेक्ससको वेदर चाहिँ त्यो पनि फुगाल्नु पर्नु हो। युजुअली चाहिँ अब मलाई भिडियो लाइक यस्तो हुन्छ नि बोल्न चाहिँ लास्टै अप्ठ्यारो लाग्छ क्या। तर पनि कहिले काहीँ चाहिँ कोसिस गरिदिरहेको हुन्छु होइन।
तर मोस्ट अफ द मेरो भिडियोमा चाहिँ त्यस्तो बोलिरहेको हुँदैन, जस्ट खिचिरहेको हुन्छु। मैले भिडियो चाहिँ टन्नै खिचिरहेको हुन्छु तर अपलोडै गर्दिनँ क्या म, फास्टै धेरै खिचिरहेको हुन्छु। असम 50,000 जति भिडियो होला क्या मेरो फोनमा। हेर अब यहाँ कस्तो बाटो आइपुग्यो, दामी बाटो आइपुग्यो। यहाँ चाहिँ शीतल पो छ, हावा पनि बब्बल लागेको छ क्या। आफ्नै तालमा छ फेरि मेरो बुढी। दामी देखिरहेछ। यप हान्दा हुन्छ। ओके ओके गो। Very back. Good job. Okay. Class तिमी लिन्छौ सिकाउनु मैले परिरहेछ। What's this? हेर कस्तो राम्रो देखिरहेछ। अलिकति हो अघि यो एंगल भन्दा अलि चेन्ज भएको छैन। यो चाहिँ मेरो बुढीले सिकाए है। Yep. अब हल्का Not a professional but still. अब हल्का म चाहिँ कुद्छु बस। हल्का रेस्ट मोडमा मजाको दौडियो। अहिले चाहिँ बुढीलाई पर्खिरहेको छु। चाहिँ बाटो धेरै लामो बाटो छ आज। हल्का कहीँ हामीले चाहिँ 5 माइल कभर गर्ने सोचिरहेको छ आज। मेरो चस्मा भाङ्ग्या हो कि हो? मेरो चस्मा भाङ्ग्या हो त्यस्तो लाग्छ मलाई है। हेर त यो चस्मा चाहिँ यसको लागि चाहिँ होइन नि त। चस्मा भाङ्ग्यो जस्तो लाग्यो क्या। सो आजको लागि चाहिँ यति नै गाइस। अब अलि पछि फेरि भनौँ न भिडियो। ठिक छ नि त। आजको हाइकिङ कस्तो भयो? दामी ठिकै थियो। लास्ट टाइम अलिकति दामी थियो होला। त्यो पनि पातलो ज्याकेट आयो गर्मी भयो तर ठिक छ। ओके अलराइट, आजलाई चाहिँ यति नै। प्लिज लाइक, सेयर एन्ड सब्सक्राइब है त।